हेलो एभ्रिबडी गुड मर्निङ। अहिले चाहिँ ट्याक्कै बिहानको 3:49 भएको छ र म बिहान 2:45 मा उठेर नुहाइधुवाइ गरेर अहिले टक्क तयार भएको छु र आजको टाइटल थाहा भइसक्नु होला। सो हामी कहाँ जाँदैछौँ, सो हेर्दै गर्नु होला है त। हेलो साथीहरू, म चाहिँ यहाँ साथीहरूको आइसकेँ होइन। ओए हेलो भन्, ओए 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 बेसिका हेलो भन्, हेलो हेर्दै गर्नु होला है। हेलो साथीहरू, हामी चाहिँ ट्याक्क भेला भइसक्यो होइन। हाई भन्दै सबैजनाले ओए हाई गर, ओइ ओइ जाला। हामी चाहिँ हाइकिङ जाँदैछौँ होइन साथीहरू। हामी कहाँ जाँदैछौँ? ओए हामी कहाँ जाँदैछौँ? हामी चाहिँ टोपढुङ्गे जाँदैछौँ। शरीर उठेन, त्यही भएर हामीलाई ढिलो भयो गाइस। हो साथीहरू, के हो? यहाँ माथि चढ्दामा हेलो गाइज, हामी चाहिँ झुलुङले पुऱ्याइपुगेको छु है। छाता हेलो यस्तै छ, हेर्दै गर्नु होला है। केराबारी टु तोपथुम्की। यस आर यु एक्साइटेड? लेख्न आँटेको। आर यु एक्साइटेड? यस या उसका लागि देखाने यता 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 यो चाहिँ एकदम लजाउँछ है क्यामेरामा। वाह आर यु एक्साइटेड गाइस हो न? आर यु एक्साइटेड गाइज? यस सो गाइज, हामी चाहिँ अहिले झुलुङले पुऱ्याइपुगेको छौँ होइन। कस्तो दामी छ क्या भ्यू। वाउ, लुक एट भ्यू। लुक, सबैजना कुन चाहिँ हुन्छ होला है, हेर्दै गर्नु होला है। वाउ, वाट अ भ्यू। यस्तो जिन्दगीमा चाहिँ कोही कोही बेला सुन्यासँग यस्तो घुलमिल गर्नु हुनुपर्छ क्या गाइज, एकदम बबाल लाग्छ है। हेर्दै गर्नु होला, म तपाईँलाई एउटा भ्यू देखाउँछु है। भ्यू हेर्नु होला, हस् भ्यू हेर्नु है। साथीहरू, हामी चाहिँ कहाँ आइपुग्यौँ भन्दा है तिनीहरुले सिधै आइपुग्यौँ होइन। अझै हामीलाई 3-4 कति घन्टा, 5 घन्टा लाग्छ। 5 घन्टा हिँडेर जानुपर्ने पुरा। यति हिँड्दाखेरि गलिसक्यो होइन। अब हेर्दै गर्नु है, गाह्रो छ। मजा गर्नु भनेर त आयो, हिँड्नै गाह्रो है साथीहरू, एकदम गाह्रो छ नि। तिनीहरू आउँदैछ है अनि हामी चाहिँ यता छौँ। हेर्नु होला, यस्तै छ जिन्दगीमा। मजा भनेको चाहिन्छ, त्यही भएर गर्नुपर्छ है गाइड। एज हुँदा साथीहरू, यसले चाहिँ हजुर भएको लट्ठी लिएर आएछ होइन। ए बोजू गरे के गर्नु, गाह्रो छ हिँड्नु, त्यही भएर लट्ठीसट्ठी बोकिन्छ। अब त यत्तिकै झोला बोकेको छ, यहाँ ब्याग बोकेको छ, हिँडेको छ है। हेर्दै गर्नु होला कसरी पुगिन्छ, गाह्रो छ हिँड्नु है साथीहरू। हामी चाहिँ क्या हिँड्दा हिँड्दा गलिसक्यौँ है। लास्टै लु 15 वर्षको उमेरमा स्वर्ग नर्क सबै देखिसक्यौँ हिँडेर हिँडेर। अरे कहना क्या चाहते हो? यस्तै छैन, एकदम गाह्रो छ। त्यो पनि हिँड्नु परेको छ नेचरसँग हल्का घुलमिल हुनु है। गाह्रो भए पनि मजा आइरहेको छ होइन। साथीहरूसँग कोही बेला चाहिँ हिँड्नुपर्छ है साथीहरू। यस्तै छ, यहीँ कोही कोही बसिरहेछ, कोही कोही पर आउँदैछ। यस्तै छ, गाह्रो छ। हाइकिङ भन्नु मात्र हुँदैन, एकदम गाह्रो छ साथीहरू। अझै हामी 4 घन्टा हिँड्नुपर्ने छ। केराबारी के यो के लेखेको? जपुल जपुल झुलुङ सिन्धुली हो यो? के भन्छ के भएको छ? जेन्साको भिडियोमा लाइक एन्ड सेयर, सब्स्क्राइब लाइक कमेन्ट सब्स्क्राइब सेयर गरिदिनु होला। बोजूको लट्ठी हामी त धुम्की पुग्दा त कति किलो मासु घट्छ होला हाम्रो?
आम्मामा कत्रो हिँड्नु परेको साथीहरू अहिले नै गलिसक्यो होइन अझै हिँड्नु परेको छ गाह्रो छ पुग्नु केही छैन फन गर्नुपर्छ हिँड्नुपर्छ खानुपर्छ गाउनुपर्छ जित्नुपर्छ नाच्नुपर्छ सबै थोक गर्नुपर्छ मलाई होइन सबै थोकको एक्सपिरियन्स हुनुपर्छ कि गाइस त्यही भएर हार मान्नुहुँदैन हामी चाहिँ अहिले सिदिर आइपुग्यौँ ट्याक्कसँगले यहाँ होटेल छ सिदिर होटेल हेर्नु होला सिदिर होटेल यस्तै छ हेर्दै गर्नु होला है साथीहरू हामी चाहिँ सिदिरे पुल आइपुग्यौँ है सिदिरे खोला पुल होइन म त गलिसकेँ म उठ्नै ढिलो भएछ म खास गरी 3 बजेको अलार्म लगाएर सुतेको 5 बजे 5:30 बजे उठेको थिएँ कति बजे हिजो चाहिँ म 3 बजे उठेर आएको थिएँ तर पानी पऱ्यो अनि क्यान्सल भयो आज चाहिँ म ढिलो उठेछु रानी यहाँ आउन यता मैले के क्याब पनि ल्याउनै बिर्सेछु कि उता धरानबाट भ्लगिङ हेर्नुहोस् भ्लगर आएछु हाई मेरो होइन यो खास गरी मैले झोला ल्याएको थिइनँ अनि म र रोसिकालाई चाहिँ 1 झोला थमाइदियो रोसिका झोला देखाएर यो भनेको अब साथीहरू हामीसँग त म्याप पनि छ हेर्नु यहाँ म्याप बनाएर ल्याएको बाटो खाना भएपछि कसले बनाएको भन्दैन दीक्षा एकदम जाँगारिलो केटी छ एकदम ऊ त सबैभन्दा फर्स्टमा चाहिँ हामीले त दामी जितेर घाम भएर हो कि मैले लगाउन त लाउँथ्यो यार घामले सबै मुक्ति घामले यो भ्लग बनाउँदा मात्रै गरे नि कस्तो राम्रो लाग्यो साथीहरू हामी चाहिँ 5 घन्टा हिँड्नुपर्छ 5 घन्टा यो भ्युज हुन्छ जस्तो छैन साथीहरू यस्तै छ 5 घन्टा हो यार म त त्यहाँबाट त यहाँ कस्तो मजाले बल्ल ल्याएको 300 मिनट हिँड्नुपर्छ कम हो 300 मिनट भन्दा पानी आयो हामीले आँप यहीँ भएको भए चाहिँ हामीले टिप्छौँ तर के भन्छ अरे यहाँ त्यो भुइँकटर चाहिँ हामीले लिएर आएको छौँ त्यो पाइनएप्पल जे भए पनि एउटा हो नि त नि त्यसैले हामी त्यो खान्छौँ भरे लिएर आएको बाटोमा म यतिको यस्तोमा यस्तोमा चाहिँ कति धेरै यस्तोमा चाहिँ लाग्छ साथीहरू सब्सक्राइबर साथीहरू केही छैन 25 जनाले धेरै माया देखाइदिनु होला साथीहरू यहाँ पड्केको छ वाउ त्यो झ्यात्रैहरू त्यहाँ हेरेर हामीहरू मलाई पावर आयो यो केरा होइन के खालको केरा हो गाइजहरू हेर्नु त यो केरा यता यता केरा केरा यता यता केरा एकदम रातो छ त म बरु त्यत्रो रातो भएको छु घाममा हिँडेर यो त फेरि यहाँ त यत्रो के साथीहरू छ के खालको होइन खालको आँपहरू हुँदो रहेछ आँप अरे केरा खै साथी यता केराको बोटो धेरै यहाँ पनि केराबारी त्यसै यो त केराबारी हेर्नु तर केराबारी नै हो तर हाम्रो मेन त केराबारी होइन नि त मेन केराबारी होइन नि त यो हाम्रो के छ साथीहरू अब हामी त्यस्तो चिल छ कि अब यस्तरी बरीलै उफ गर्मी एकदम छ यहाँ र हामी यो छ हिल नभएर यहाँ पौडी खेल्नुपर्छ ताल पऱ्यो यो बरु भएन नि भ्यू चाहिँ लभली म एकछिनको लागि आस्तिका तामाङ भएर यो के हो यसको नाम के हो यसको नाम चाहिँ कुकुर हो गाइस यसको नाम चाहिँ कुकुर हो गाइस मस्त जोक मारा रे या हंस रे हल्कट हंस अब हामी तपाईहरुलाई खोइ म्याप टेम्पोमा बसेर भेट्छौँ बाइ बाइ गाइस हामी चाहिँ हिँड्न नसकेर टेम्पोमा आउँदैछौँ हो बारे छिटे छ यता अर्को छ है गाइस हामी चाहिँ अहिले यहाँ ठ्याक्क आइपुग्यौँ होइन उहाँ तलबाट टेम्पोमा आएको हिँड्न नसकेर बल्ल बल्ल अब चाहिँ त्यहाँबाट 1.5 घन्टाको बाटो छ अरे हेर्नु यहाँ झर्ना कस्तो दामी पानी चिसो पानी यस्तो गर्मी मौसममा एकदम चिसो पानी छ हेर्नु पानी हेर्नु है कस्तो छ हेर्दै गर्नु होला अब 1.5 घन्टामा हामी चोकपुग्नु पुग्छौँ कस्तो धन्यवाद हेलो गाइस हामी भर्खर टेम्पोबाट उत्रेर आएको
साथीहरू होइन हामी चाहिँ अब छाता ओढ्दै मस्तसँगले अब 1.5 घन्टाको बाटो छ अरे टोकनदेखि 1 घन्टा अझै हाम्रो हिँड्दा त 1.5 घन्टा लाग्छ नि त अब त्यति साथीहरू हामीलाई चाहिँ लास्टै भोक लागेर अब एकछिन यहाँ खै के डाँडामा आएर यहाँ खाजा खाँदैछु मेरो चाउचाउ होइन यस्तै छ लास्टै भोक लागेको बिहान केही नखाएको 1 गिलास पानी खाएको त्यही भएर लास्टै भोक लागेको त्यही भएर साथीहरू 1 चाउ चिकन विथ एक्सट्रिम यस्तै छ एनर्जी चाहिन्छ एक्सट्रिम खाँदा यस्तै छ हेर्दै जानु अनि यिनीहरूले चोरेको ल मेरो साथीहरू मरेर आइपुगेको ओह गर्मी मेरो यहाँको नि हरायो हामीले बाटोमाथि बेलाएको गाई हामी जब ट्याक्कसँग खाजा साजा खाएर निस्क्यौँ होइन यस्तै छ पारा यता खाजा खाएर जोसमा कुद्दै हुन्छ करायो अर्को आइन गीत सुन्दै जाऊँ नि बला वाट अ भ्यू गाइस हिँड्दै थियौँ लड है गाइस यस्तै छ लडिन्छ हिँड्दैछ केही छैन साथी हिम्मत नहार्नुपर्छ इट्स ओके लेट्स गो एकदम हालत खराब भइरहेछ साथीहरू यहाँ यो र म चाहिँ एकदम गलेर यहाँ बसेर खुट्टा दुखिसक्यो अन्त यसलाई लङ टोइडाहरू गाइस त्यही भएर गाह्रो पऱ्यो उफ अझै कति हिँड्नु बिहान 5 बजीदेखि हिँडेको 8 बजी 9 बज्न लागिसक्यो साथीहरू अरू साथी चाहिँ माथि पुगिसक्यो कि यो र म चाहिँ एकदम गाह्रो पऱ्यो यहाँ बसिरहेको छु त्यही भएर शीतल हावा खाँदै है गाह्रो रहेछ अझै कतिवटा पाहाड चढ्नु पनि हो गाह्रो छ हाइकिङ भन्नु मात्रै हुँदैन सक्नुपर्छ हिम्मत चाहिन्छ आर्ट चाहिन्छ जो ममा छ होइन आज हामी चाहिँ उहाँ आइपुग्यौँ होइन ट्याक्कसँगले गाइस हामी चाहिँ होइन उहाँनिर उहाँ झर्ना जस्तो टाइपको छ कि होइन एकदम त्यहाँ आइपुग्यौँ हिँड्दा थकेर एकदम हिँडेको गाइस 5 घन्टा भयो आधी घन्टा चाहिँ टेम्पोमा है मधुमा अनि त्यहाँदेखि हिँडेको पुरै होइन वा साथीहरू झर्ना छ र यहाँ राम्रो गाइस यहाँ चाहिँ पुरा झर्ना छ होइन यस्तै छ मजा आइरहेछ गली पनि रहेछ पुरा एकदमसँगै होइन म पनि अब एकछिन खेलेर आउँछु रानी जाऊ न गाइस उयो झर्नामा चाहिँ हामी लथरक्कै बिचमा खबर के भएको यो पुरै पानीले लथरक्कै बिचमा हामी आम्बो एकदम झर्नामा भिजाइहाल्यो नि हामीलाई रात मजा आयो तर गर्मी भइरहेको थियो चिसो एकदम मजा आयो हाम्रो तोप थुम्की जाने प्रक्रिया चाहिँ एकदम निरन्तर चलिरहेको थके पनि गरे पनि हिँड्नै पर्यो होइन अबे ओइ यहाँ हैन ओइ हेर त त्यसको यो हो कि अघिदेखि आएको छैन अब चाहिँ डर लाग्यो मलाई त मेरो कस्तो माथि हुन्छ बिची ओइ तिमीलाई ओइ त्यसको यो हो क्या हो ओइ त्यसको यो जस्तो लाग्यो अब चाहिँ डर लाग्यो यार कतिवटा खुट्टामा त्यसलाई क्याटरपिलर भन्छ खास गरी हैन गाइसलाई देखाइ गाइस यो अघि बिच्छू मारेको रहेछ के भन्छ ए वाट एभर जेन यो के यो यस्तै खालको यहाँ मारेको रहेछ यो सागाड जानले यहाँ तल पनि अनि अझै आएछ पछ्याउँदै आयो गाइस हामी चाहिँ होली खेलिकन आएको पुरै भिजेर उहाँनिर झर्ना टाइप एउटा थियो कि एकदम मजा आयो ठुलो थियो चिसो थियो पानी पनि है घाम आउँदाखेरि त पुरै घामै हिँड्दै हिँडेको अहिले आएर त शीतल हुसेल टाइपको हल्का चिसो भइरहेछ एकदम मजा आइरहेछ है एकदम दामी भइरहेछ वाउ हेर्नुहुन्छ भ्यू गाइज चेन्जाको च्यानलमा एकछिनै अनि चाहिँ अहिले कपाल लामो हुनु नि गाह्रो कति कराएको गाइज सो गुड भ्यू वाउ यस्तो राम्रो छ कि गाइज भ्यू चाहिँ आउनु यहाँ सबैजना छ आउनु होला यो अनि यहाँ चाहिँ अब चाहिँ
होइन साथीहरू, यहाँ चाहिँ एकदम राम्रो छ भ्यू। ओ माई गड, हामी यस्तो टपमा आएछ, जाडो पनि छ। हेर गाइज, यहाँदेखि गएर देखाउनु पर्यो भ्यू चाहिँ। ओए गाइज, मोबाइल जाऊ गाइज, भ्यू यहाँ फोटो खिचौँ ल। पछाडि जाऊ त, फिट जाऊ त। हेलो गाइज, हामी कहाँ पुग्नु लाग्यौँ? ओए हामी कहाँ पुग्नु लाग्यौँ? चढाउने पुग्नु लाग्यौँ होइन। यहाँ हेर्नु पछाडि। हेलो गाइज भन्छ कुन चाहिँ गाइजलाई भनेर। हाम्रो जेन्जाको फ्रेन्डहरू। यस, धेरै माया गरिदिनु होला यो च्यानलमा। भन्नु चाहिँ यति नै आउँछ कि मलाई। केही पनि आउँदैन। आयो के अरे, बल्ल बल्ल गोरी भएर पनि अब आज यस्तो घाममा हिँडेपछि काली भए। बल्ल बल्ल 3 महिनाको छुट्टीमा गोरी भएको काली भएर मरे। सो गाइज होइन, हामी चाहिँ होइन हिँड्दा केराबारीबाट हिँडेको 6 घन्टा भइसक्यो सायद, अझै आइपुगेको छैन। चिउरी भन्ज्याङबाट पनि अझै आधी घन्टा लाग्छ अरे। चिउरी भन्ज्याङ आउनु अझै 1 घन्टा बाँकी छ साथीहरू। धेरै गाह्रो हाइकिङ आएको, एकदम गाह्रो छ है। तर भ्यू चाहिँ दामी छ। लुक एट द भ्यू। हेर्नु हुसेर आइरहेको छ होइन, चिसो चिसो दामी छ। तर मजा आइरहेछ। हस् त हेर्दै गर्नु है त है। गाइस पुरा गलेको छु म चाहिँ, हेर्न सक्नुहुन्छ। यस्तै छ हाम्रो टोपथुङ्गीसम्मको यात्रा। यस्तै छ है, हेर्दै गर्नु तपाईँ। भ्यू हेर्न सक्नुहुन्छ, पुरा कुहिरी लागेको छ है। हेर्नु यस्तै छ साथीहरू। हामी त लास्टै बिजोग भयो कि हिँडेको। हामी कति भयो? 6 घन्टा आइसक्यो। चिउरी भन्ज्याङ अझै यहाँको मान्छेहरूले यस्तै पाराले 3-4 त्यस्तै घन्टा 2-3 घन्टामा पुगिन्छ नि। अब 2-3 घन्टामा पुगेर मेरो ब्रान्डेड ब्याग गुची वी क्यान डु इट गाइज। हरि अप, यो टिप्रो टोपी वहाँ पुगेर भन्नुपर्छ। वी क्यान डु इट गाइज। हामी आफ्नो डेस्टिनेसनमा पुग्नुपर्छ। हरि अप भन्दा भन्दै खुट्टै गल्छ उठेको बित्तिकै। हरि अप भन्दा भन्दै खुट्टै गल्छ उठेको बित्तिकै। गाइज हामी चाहिँ चिउरी भन्ज्याङ आइपुग्न आँट्यौँ होइन। बल्ल बल्ल हेर्न सक्नुहुन्छ, उसे एकदम बबाल छ। लु सल्लाह बोल्छ अरे। गाइज अहिले यो टोपी गाइज, हामी धेरै हाम्रो एनर्जी वेस्ट गरेर हामी चिउरी भन्ज्याङ आइपुग्नु लागिसक्यौँ। तोपथुङ्गी पुग्ने हो आफ्नो डेस्टिनेसनमा। यार यसो बाटोमा साथीहरू लुक यहाँ भिडियो गरेको नि त। फुक्का मलाई सिस्नु पऱ्यो त्यहाँ भिडियो सिस्नुले पोलेछ यहाँ। यहाँ सिस्नु यस्तो खालको सिस्नु बुढे सिस्नु त लास्ट बोल्छ नि। गाइस कस्तो दामी या। सो गाइस बल्ल 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 7 घन्टा हिँडेर चिउरी भन्ज्याङ बल्ल आइपुग्यो। अब यहाँदेखि आधी घन्टा लाग्छ तोपथुङ्गी पुग्न है। वाउ
चिउरी भन्ज्याङ आइपुग्यो फाइनली। अब तोपथुङ्गी है त गाइस। चिउरी भन्ज्याङ आएर यहाँ स्कुल छ एउटा होइन, गुटे बिस्कुट किनेर खाएको। एकदम भोक लाग्यो र गुटे बिस्कुट खायो भने एकदम गुड हुन्छ है त्यही भएर गुटे बिस्कुट खानु। मेरो के अरे मेरो के अरे मेरो ससुराली कौन है ये लोग, कहाँ से आते हैं ये? Guys, just look at the view. Look. Wow. चिसो छ मौसम यस्तो छ होइन। यत्रो हिँडेर मेरो भलो मिठो हुन्छ गाइस एकदम फुट्नु मोबाइल। गाइस हामी चाहिँ तोपथुङ्गी आइपुग्न आँट्यौँ भनौँ न होइन। कत्रो हुस्से लागिरहेको छ त्यहाँ। के गर्नु भन्दा यो काट्नु हो क्या साइडमा छ अनि गाइस अहिले भर्खर पानी पऱ्यो अनि हामीले चाहिँ अनि पानी परेको थियो अनि हामीले चाहिँ यही चटपटी बनाएर खाएको। अनि अहिले चाहिँ पुरा खोलिरहेछ उयो मौसम कस्तो जाडो भएको छ गाइस पानी परेर त। अनि अहिले चाहिँ ओभर उयो दामी भएको छ। तपाईँहरूलाई म भ्यू देखाउँछु। कहाँ हो यी गाइस दामी भ्यू भएको छ घाम लागेर। अब हामी चाहिँ खाएर तोपथुङ्गी जाने है गाइस। हामी चाहिँ फाइनली तोपथुङ्गी आइपुग्यौँ है। फाइनली तोपथुङ्गी आइपुग्यौँ। हेऱ्यो भने गाइस फाइनली तोपथुङ्गी आइपुग्यौँ। अब यहाँ कतिवटा सिडी छ कि कतिवटा सिडी छ। अब चढ्दै जानुपर्ने छ हेर्नु सिडी अझैसम्म छ है त। हामी यहाँ तोपथुङ्गीको बाटो चढ्दैछौँ। एकदम गाह्रो छ। बाजेहरू होला नि गाइस। यहाँ तोपथुङ्गीको अवस्था यस्तो छ पानी पर्न आँटेको छ होइन ठुलो यस्तो छ। अब हामी चलेको घर we're going home. अब न युज गरिकन बाइ बाइ क्युटो। यो गाइस अब चाहिँ हामी घर जान्छौँ होइन। आजको भ्लग चाहिँ यति नै। हस् त धन्यवाद हेरिदिनु भएकोमा सबैजनालाई धेरै 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 धन्यवाद।